जहिले पनि ट्रेनिङ सेसनमा जान्छु, सिकाउन मात्र जाँदिनँ, म सिक्न पनि जान्छु है। तपाईँहरूबाट धेरै कुराहरू लिन्छु पनि। त्यही भएर आजको हाम्रो यो इन्ट्रेक्सन चाहिँ म आफ्नै परिचयबाट सुरु गर्छु। सबैजनालाई नमस्कार, जजल्पा। मेरो नाम राज शाही, घर हेटौँडा। जागिरको दौरानमा अहिले म काठमाडौँ अहिले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र ठुलो भर्याङमा अधिकृतको रूपमा कार्यरत छु होइन। सङ्घ संस्था धेरै छ, अब धेरै सङ्घ संस्थाको नाम लिँदै जाने दर्जनभन्दा बढी प्लस हुन्छ। रिसेन्टली अहिले मिस्टर नेपाल पनि भेटाएको छ, त्यसको एज अ फिटनेस हेड जज पनि हो, त्यो पनि हेरेको छु। त्यता इभेन्टहरू हल्का फुल्का बोलाउँछ, बस्न टाइम हुँदैन। हाम्रो पनि यहाँ धेरै टाइम चाहिँ अब चाहिँ भनौँ न सबैतिर जाँदा पनि अब यो चाहिँ राष्ट्रियको सेवक भइसकेपछि टाइम निकालेर निस्किन ठ्याक्कै एकदमै गाह्रो। फेरि लाइसेन्सको तपाईँको प्रकृति थाहा छँदैछ, यो जज नबोल्ने कार्य हो। लाइसेन्स भन्ने बित्तिकै मान्छेको एक त नजरिया नै फरक पर्छ, त्यही भएर त्यो नजरिया परिवर्तन गर्दा पनि म ट्रेनिङ दिन आएँ तपाईँहरूले। अब हामी एउटा सानो एउटा चाहिँ वर्कसप त भन्दिनँ, यो अब साउनको यो लगभग सकिएर यो आज भदौको 1 गते तपाईँहरूले म सिमसिमे ताली बजाउन सिकाउँछु है त। सिमसिमे ताली सुन्नु भएको छैन कसैले होइन? सिमसिमे ताली बजाउँछु, यो चाहिँ रिदम एउटै हुनु पऱ्यो र मेरो कमान्डमा तपाईँहरूले गर्ने है। ल यो हात त्यसरी अगाडि राख्नु सबैजनाले है, रेडी? ल उठेर गर्ने अझ भन्नुहुन्छ ल ल यो हात त्यसरी अगाडि राख्नुहोस्, मेरो कमान्डमा है। ल सुरु। सेकेन्ड, थर्ड, फोर्थ, धन्यवाद सर। बस्नुहोस् आनन्दले, अलिकति फ्रेस पनि हुनुभयो होला। यो सिमसिमे ताली, अब धेरै ताली छ, तालीको धेरै प्रकार छ होइन। यो चाहिँ सिमसिमे तालीबाट मैले आजको सकारात्मक सोच होइन, यो चाहिँ भनौँ न पोजिटिभ एटिट्युड भन्ने चाहिँ ट्रेनिङ सञ्चालन गर्न गइरहेको छु। पहिला हामी अब पोजिटिभ एटिट्युड भन्ने बित्तिकै पहिला ब्रेनलाई अलिकति खाली गर्नु, त्यो खाली गर्न चाहिँ हामी ओम भनेर गर्छौँ है त। हामी 1 मिनट चाहिँ सबैजना आँखा बन्द गरेर, आँखा बन्द गरिसकेपछि मैले भनिसकेपछि मात्र तपाईँले आँखा खोल्नु हुनेछ है। सबैजना जतिजना पनि बस्नु भएको छ उहाँले चाहिँ टक्क एकदमै आँखा बन्द गरेर यो चाहिँ तपाईँको ब्रेनमा, यो मस्तिष्कमा केही पनि नराख्ने, घरको स्ट्रेस पनि नराख्ने, तपाईँको अहिलेको यो ट्रेनिङको स्ट्रेस पनि नराख्ने, बुझ्नु होइन? ट्रेनिङको स्ट्रेस पनि नराख्ने, श्रीमतीको, श्रीमानको, बच्चा बच्चीको स्ट्रेसहरू। आज के बुझ्नु पऱ्यो यहाँले, म एकदम स्वतन्त्र छु होइन, म आज एकदम स्वतन्त्र छु, म आज उड्दैछु, मैले धेरै कुरा सिक्दैछु, त्यस कारण मेरो दिमागमा केही पनि आउनु हुँदैन भनेर भन्नु है त। रेडी? ल अब त सबैजनाले आँखा बन्द गर्नुभयो, ल सुरु गरेँ है त। ओम भन्दाखेरि हाम्रो ओम गरेर भन्छ नि त, ओमको होइन प्योर उच्चारण भयो। त्यसो आँखा बन्द गरिराख्नुलाई नखोल्नु होला अहिले। अब हजुरले एउटा कल्पना गर्नुहोस्, ठुलो हाइवे छ, गर्नुभयो कल्पना? अब यस र नोमा मात्रै आन्सर दिनु होला, मैले के प्रश्न सोधेँ भन्ने मात्रै उत्तर दिनु होला। बिच बाटोमा ठुलो हाइवे छ, हाइवेको 2 साइडमा एउटा ठुलो घर छ र एउटा सानो झोपडी छ। ठुलो घरमा धनी बुवाको एकजना छोरो छ, अर्को पारिपट्टि सानो झोपडीमा गरिब बुवाको एउटा छोरो छ। सम्पन्न को छ? जवाब दिनुहोस्। ठुलो घरको बच्चा एकदम सम्पन्न छ होइन। त्यो ठुलो घरको बच्चा जहिले पनि झ्यालमा आउँछ, पारीको बच्चा एकदम खेलिरहेको देखिन्छ, अरू साथीहरूसँग लडाइँ झगडा गरेर त्यहाँ दौडेर हामीले बच्चा बेलामा जसरी टायर गुडाउँदै हिँड्थ्यौँ, जसरी डन्डी बियो खेल्थ्यौँ, त्यसै गरी खेलेको देख्छ, फुटबल खेलेको देख्छ, ग्राउन्डमा एकदम खुसी भएको देखिन्छ होइन। को यता दुखी हुन्छ? यहाँसम्म आउँदा को खुसी देखिन्छ? सानो घरको बच्चा। फेरि भोलिपल्ट त्यही धनी बुवाको छोरो घरबाट निस्किन्छ होइन, मर्सिडिज बेन्जमा टक्क बस्छ, स्कुलको ब्याग बोक्छ, उसको 2टा सेक्युरिटी गार्ड हुन्छ,
गरिब बुवाको छोरोले हेरी हेरी टुलु परेर काश मेरो पनि यस्तै गाडी भइदिएको भए, यस्तै ब्याग भइदिएको भए। यहाँ को ह्याप्पी देखिन्छ? कहानीलाई अलिकति अगाडि बढायो भने बच्चा फर्किन्छ, धनी बुवाको छोरो र गरिब बुवाको छोरो। गरिब बुवाको छोरोलाई साइकलमा बच्चाले पछाडि राखेर खेलाएको देखिन्छ, अगाडि चाहिँ डुलाउन लिएर गएको देखिन्छ। धनी बुवाको छोरोलाई आमा बुवाको टाइम नै हुँदैन, दुखी भएर गएको देखिन्छ। यहाँ को खुसी भयो? अब आँखा खोल्नु। मेरो परिवारले के भन्छ, छ्या यति पनि गर्न सकेन होइन, त्यो हाम्रो मेन्टालिटी छ कि। तर कसैले नै सोच्नु भएको छैन कि म भोलि हार्यो भने के हो, म भने भोलि हार्यो भने त तपाईँको अझ 4-5 डोरो पनि हुन्छ कि के हार्नु छ। म अब चाहिँ इभेन्टमा जान्छु, अझ प्र्याक्टिस गर्छु, अन्त बेस्ट अझ बन्छु होइन। म अझ चाहिँ यो कलाकारिता क्षेत्रमा अझ चाहिँ अझ भनौँ न चाहिँ निखार ल्याउन चाहिँ म मेहनत गर्छु होइन। त्यो गर्नलाई चाहिँ के चाहिन्छ भन्दा त्यो एटिट्युड होइन। एटिट्युड एटलिस्ट फर्मुलामा हाल्दा पनि के देखियो त भन्दा 100% देखियो कि होइन। भनेपछि पोजिटिभ एटिट्युडले नै तपाईँलाई चाहिँ समाजमा अगाडि बढ्न मद्दत गर्ने रहेछ नि त। पोजिटिभ एटिट्युडले तपाईँको परिवारमा अगाडि बढ्न मद्दत गर्ने रहेछ नि त होइन। यदि एटिट्युडै तपाईँको रङ छ, तपाईँको गलत छ, अहिले यहीँ बस्दा बस्दा तपाईँ एकअर्काको दुश्मन पनि हुन सक्नुहुन्छ। अहिले पनि 2-3 कुरो श्रेणी होइन। त्यो किन भन्दा तपाईँको सोच डाइभर्ट गरिदिन सक्छु क्या। तर त्यो भयो त मजा आएन नि त होइन। भनेपछि मेरो एटिट्युड चाहिँ मेरो नेगेटिभ भयो भने मैले तपाईँलाई के गर्छु, नेगेटिभ नै दिने हो। किन भन्दा नेगेटिभ चिज चाहिँ सिधा हुन्छ नि त होइन। अनि काममा छिटो छिर्छ क्या सट्टै। अनि प्लस त छिर्न गाह्रो हुन्छ, जति घुसाउनु खोजे पनि त्यो प्लस चाहिँ हामी चाहिँ हतपत खालि प्रवचन दिन आउँछ, के प्रवचन दिएर भन्ने एउटा चाहिँ मेन्टालिटी हाम्रो छ। इभन तपाईँको छोराछोरीले पनि के चिज त राम्रो हाम्रो सोसियलले पनि सिकाउँछ नि त होइन। र हाम्रो मम ड्याडको एटिट्युड कस्तो हुन्छ नि, हिजोको चल्ला आज हामीलाई ज्ञान दिएको छ भन्ने हुन्छ क्या होइन। तर हामीले त्यो बुझ्नु पऱ्यो नि त, फोन सर एकछिन लाग्नुलाई हामीले बुझ्नु चाहिँ के पर्छ भन्दाखेरि कहिले काहीँ राम्रो चिज चाहिँ राम्रो चिजको लागि एज बार हुँदैन। राम्रो चिज हाम्रो सानो बच्चाले पनि सिकाएर हुन्छ, डिसिप्लिनका कुराहरू सिकाएर होइन। तपाईँहरूले अहिले एकदम देखेको अहिलेको जेनेरेसन भनेको अहिले त 5G हो, त झर्नु पर्छ त झर्नु पर्छ। हाम्रो के छ, हाम्रो बच्चाहरू चाहिँ लड्न हे भन्छ नि होइन। हामी अलिक ओभर सेन्सिटिभ पनि भएको छ अहिलेको चाहिँ भनौँ न चिल्ड्रेन्सहरू किड्सहरू। हिजो हामी माटोमा खेलेर हुर्केर आयौँ नि होइन, भोलि उनीहरू चाहिँ तपाईँको केही भएको छैन होइन। हाम्रो अहिलेको बच्चाहरू के छ लड्छ, कहीँ नजाए ये ल भने बरु उल्टो मोबाइल पनि दिन्छौँ नि हामी। हाम्रो नेचर त्यस्तो छ कि बाहिर नखेल लड्छ, इन्भाइरोमेन्ट त्यस्तो हाम्रो। म हाम्रो समाज हाम्रो चाहिँ एटिट्युडले मात्र दोष दिन्न, अहिलेको सिनेरियो वर्ल्डको वातावरण नै त्यस्तो छ होइन। त्यस कारण त्यस्ता चिजहरू हामी हुँदैन भने हाम्रो ल अफ नेचर हामीलाई के सिकाउँछ भन्दा तपाईँ जति झर्नुहुन्छ त्यति तपाईँ उड्नुहुन्छ भन्छ क्या। तपाईँ चरा पनि के हुन्छ, एक स्टेपमा झर्छ नि त सर्रै होइन। जब उसले फडफडाउनु थाल्छ, फडफडाउने भनेको मेहनत गरेको, मेहनत गर्छ, एउटा इक्विलिब्रियम पोइन्ट आउँछ कि त्यो पोइन्टमा आइसकेपछि अनि बल्ल ऊ के हुन्छ हर उडेर जान्छ होइन। र यति हाइटमा उठ्छ कि उठिसकेपछि जिन्दगीभर उठेरै बसिरहेको छ कि राइट। भनेपछि हामी के गर्नुपर्छ, हामीले त फेल हुनुपर्ने रहेछ नि त भनेर फेरि कम्पिटिसन छोडेर नजानु होइन। मेहनत गर्नु पर्यो मैले भन्नु खोजेको होइन। तर मेहनत गर्दा गर्दा कहिले काहीँ हामी लड्छौँ हो होइन। यहाँबाट साथीहरू कति चाहिँ निस्किनु हुन्छ तपाईँ कम्पिटिसनबाट बाहिर जानुहुन्छ। तर यसको अर्थ के हो भने लाइफ त्यहाँ फुल स्टप होइन नि त होइन। अब त झन् अब म चाहिँ के ममा के कमी रहेछ, म त अब अझै अगाडि बढ्नुपर्छ, मैले अझ बढी मेहनत गर्नुपर्छ भन्ने कुरो चाहिँ बुझ्नु पऱ्यो है राइट हो। त्यसै गरी अब टिमवर्क इज टिमवर्क छ कि मैले भनिहालेँ। तपाईँहरू अहिले 0 लेभलमा हुनु साथीहरू त्यो 0-0 लेखेको पोइन्ट याद छ है, त्यसमा क्लियरली देखाएको छैन कि त्यो 0-0 लेखेको पोइन्ट याद गर्नु भयो। त्यो भनेको हाम्रो बेस्ट पोइन्ट बेस्ट साइन्ससँग तपाईँको टाइम एन्ड एनर्जी हो। तपाईँले के टाइम र एनर्जी रहेछ होइन। म देखाउँछ तपाईँले सुरुमा आफूलाई अब मेहनत गर्नु पऱ्यो नि त, इन्भेस्ट गर्नु पऱ्यो। तपाईँले पढ्नु पऱ्यो चाहिँ नलेज तपाईँको गलाला होइन, गलाला बढाउनलाई के गर्नुपर्छ, याद गर्नु पऱ्यो। अलिक बढी टाइम तल पिरामिडको तलको लाइन हेर्नु है सबैले, त्यो पिरामिडको तलको सबभन्दा बढी तपाईँले धेरै मेहनत गर्दा तपाईँको सफलता त त्यो 0 हो कि सुरुमा हो, सफलता 0 हो। अनि अझ मेहनत गर्नुहुन्छ आज गर्नुहुन्छ।